भयो सिंह भनेर म कन्फर्म गर्नु पर्यो सिंह नै हो कि सिंह हो लेख्दाखेरि सिंह हो लेख्दाखेरि चाहिँ सिंह हो र बोल्दाखेरि सिंह भन्दा हुन्छ होला सिंह भनेर डराउला नि हेर्दाखेरि उहाँलाई तपाईँले सिंह जसरी हेर्नुहोस् सुन्दाखेरि चाहिँ सिंह खोज्नुहोस् एनिवे थ्याङ्क यू सो मच हामी सबैजनाले क्रिसमस भनेर सुनेका छौँ देखेका छौँ अनि धेरै पटक हामीले यो हाम्रो समाजमा मानिसहरू हिन्डुल गरेको पनि देखेका छौँ यो व्यक्तिगत तपाईँ जस्तै मेरो पनि प्रश्न हो त्यो हामीभित्र त्यो म भित्रको एउटा म हुन्छ नि हो त्यो म भित्रको मले कसैलाई थाहा पाउने गरी सोध्यो अनि मलाई लाग्छ त्यो तपाईँहरूले पनि आफूले आफूलाई सोधिराख्नु भएको हुन्छ अनि आजको यो प्रश्न र जवाफको सेसनको नाम चाहिँ क्रिसमस प्रश्न हो कि जवाफ मलाई एकचोटि सबैजनाले दोहोऱ्याइदिनुहोस् न क्रिसमस प्रश्न हो कि जवाफ यो कुराको क्ल्यारिटी दिनको लागि चाहिँ हाम्रो बिचमा आदरणीय पास्टर सुनिल आउनुभएको छ अनि धेरै कुराहरू हुन्छन् क्रिसमससँग जोडिएको अनि आफूले चाहिँ कुनै दिन मेरो हृदयमा मेरो मनमा मेरो सोचमा यस्ता प्रश्नहरू थिए र म जान्दछु तपाईँ प्रश्नहरू होला र मलाई यो विश्वास छ आजको यो भलाकुसारीबाट चाहिँ तपाईँहरूले थाहा नपाउनु भएको धेरै विषयमा थाहा पाउनुहुनेछ स्वागत छ पास्टर सुनिल तपाईँलाई धन्यवाद स्वागत छ हाम्रो आदरणीय पास्टर वीरेनज्यूलाई पनि ताली बजाइदिनु सो हामीले धेरै पटक क्रिसमसको बारेमा धेरै चिज बुझेका हुँदैनौँ अनि म पहिलो प्रश्न चाहिँ आदरणीय पास्टरज्यूलाई सोध्न चाहन्छु अनि तपाईँहरूले पनि सोध्नुहोस् मनमा नै है तपाईँहरूकै प्रश्न हामीले लिएर आएको छौँ क्रिसमस चाहिँ हामी किन मनाउँछौँ फर्स्ट हुन्छ सबैलाई फेरि पनि नमस्कार मैले तपाईँहरूलाई एकदमै फेरि पनि न्यानो स्वागत भन्न चाहेँ र धेरै धन्यवाद हाम्रो पास्टर वीरेनज्यूलाई हामी क्रिसमस किन मनाउँछौँ अनि यसो बुझ्दै जाने हो भने क्रिसमस चाहिँ वास्तवमा क्रिसमस किन मनाउँछौँ भन्दै गर्दाखेरि प्रभु येशू बसिरहेछौ संसारको त्यो दलदलभित्र किन अल्झिएर बसिरहेछौ संसारको त्यो दलदलभित्र नरकले पनि तान्न खोजिरहेछ भेटेर तिमीलाई मित्र मानिस पापको दलदलमा गई रमाए पनि मानिस पापको दलदलमा गई रमाए पनि यसो बिना पुगिन्न है स्वर्गलोकमा बिन्ती थमाए पनि जीवनको पुस्तकले पर्खिरहेछ कोर्न त्यो तिम्रो नाउँ जीवनको पुस्तकले पर्खिरहेछ कोर्न त्यो तिम्रो नाउँ यसो बिना पुगिन्न है माफ गर्नु होला जीवनको पुस्तकले पर्खिरहेछ कोर्न त्यो तिम्रो नाउँ जीवनको पुस्तकले पर्खिरहेछ कोर्न त्यो तिम्रो नाउँ अनन्तको लागि कोरिएको नाउँ नजाऊ है अर्कै ठाउँ ख्रिस्ट जन्मोत्सवको अवसरमा सबैजनाले यो कुरा बुझियोस् ख्रिस्ट जन्मोत्सवको अवसरमा सबैजनाले यो कुरा बुझियोस् प्रभु भन्नुहुन्छ सास हुने हरेक प्राणीले परम प्रभुको प्रशंसा गरोस् आमेन हुन्छ धेरै धन्यवाद
शोभा साईज्यू पनि तयारी भएर बसिदिनु होला अनि बाल सङ्गतिको नानीहरू पनि बसिदिनु होला। युथ लिडर स्वीटी साई। फेरि पनि सबैजनालाई क्रिस्चियसको नाममा जय मसीह। हुन्छ, हामी यस समय हाम्रो सानो बालबालिका सन्डे स्कुलको नानीहरूलाई चाहिँ यस समय गिफ्ट दिनेछौँ। उहाँहरूले चाहिँ साँच्चै नै वर्षभरि है मण्डली आउनुहुन्छ अनि सन्डे स्कुलमा बसेर नयाँ नयाँ कुराहरू सिक्नुहुन्छ, ज्ञानी भएर बस्नुहुन्छ अनि उहाँहरूलाई चाहिँ हामी सानो केही गिफ्ट दिनेछौँ र यो समय चाहिँ म हाम्रो आदरणीय डिकनेस शोभा साईज्यूलाई पनि यस ठाउँमा बोलाउन चाहन्छु। मेरो बहिनीलाई नाम बोलाउने छु, कृपया सानो सानो नानीहरू एक एकजना गर्दै आउनु होला। यता हुन्छ खै त सानो सानो नानीहरू जोइ हुन्छ। ताली चाहिँ बजाइदिइराख्नु है। हुन्छ, हाम्रो सानो हाम्रो सानो नानी हाम्रो जेसी रेन सुनुवारबाट हामी सुरु गर्नेछौँ। जेसी रेन सुनुवार, ताली बजाइदिनु है जेसी रेन सुनुवारलाई। अनुप श्रेष्ठ, युसुफ श्रेष्ठ, रेचल सिंह, लामा, सफी साही, गाब्रियल सिंह, स्वागत गरेको अथवा उहाँ आउनुभएको कारण हामी खुसी छौँ। मानवताको निम्ति एउटा ईश्वर मानवको रूपमा आउनुभयो भनेर मनाइने उत्सव हो जस्तो लाग्छ मलाई। मसीह अर्थात् ख्रिस्ट। अब जस्तै हामीले तपाईँहरूलाई अभिवादन नमस्ते जोरले भनेर है जलपा भनेर ल्याउँदै गर्दा निवार भएर ल्याएको हो। अब हामीले एउटा मसिहा भन्ने शब्द सुनेका हुन्छौँ अनि म धेरै धन्यवाद दिन चाहन्छु पास्टरज्यूलाई। उहाँले चाहिँ मसिहा भन्ने शब्द उच्चारण गर्नुभयो। मसिह अर्थात् सबैको उद्धार गर्नेवाला भन्ने अर्थ हुन्छ। र क्रिसमस, धेरै धन्यवाद हजुरको उत्तरको लागि। कुनै समयमा मलाई यो प्रश्नको उत्तर थाहा थिएन। क्रिसमस त भनेको छन् सुख सुख है, के हो जस्तो लाग्थ्यो। तर ख्रिस्ट अर्थात् संसारलाई उद्धार गर्नुहुने मसीह है, हाम्रो जोजोलपा भन्ने भाषामा पनि हुन्छ अनि नेपालीहरूको भाषाको सबैभन्दा सानो अंश संस्कृतमा पनि हुन्छ। मसीहको नेपाली उता चाहिँ सबैलाई उद्धार गर्नेवाला, छुटकारा गर्नेवाला। उहाँ चाहिँ हाम्रो बिचमा आउनुभयो नि त पास्टरज्यू। धेरै धेरै धन्यवाद। क्रिस्टमास है, र नेपालीमा चाहिँ हामी अझ यसलाई ख्रिस्ट जन्मोत्सव भन्ने गर्छौँ। जन्मोत्सव किनभने संसारको उद्धार गरिदिनु हुने चाहिँ अनि उहाँ आउनुभएको कुरा चाहिँ हामी उत्सवको रूपमा हामी मनाउँछौँ। येशू प्रभु आज 2000 वर्ष हुनुभयो भन्ने हिसाबले होइन। उहाँ त हिजो पनि हुनुहुन्छ, आज पनि हुनुहुन्छ, भोलि पनि हुनुहुनेछ। यस अर्थमा
हाम्रो उद्धार गर्नको लागि। इम्मानुएल भन्ने शब्द हिब्रू भाषाबाट आएको अनि इम्मानुएल भनेको चाहिँ एलोहिम गड भनेको परमेश्वर ईश्वर भनेको अनि उहाँ चाहिँ आउनुभयो हामीसँग हुनुहुन्छ भनेको रहेछ। दुईटा शब्द जोडिएको छ इम्मानुएल एल भनेको एलोहिम परमेश्वर र इम्मा भन्ने शब्द चाहिँ हिब्रू भाषाको शब्द रहेछ जुन भाषा चाहिँ सबैभन्दा प्राचीन भाषा हो। पछि हाम्रो कतिवटा किताबहरू लेखियो ग्रिक भाषा आयो बिस्तारै ल्याटिन भाषा आयो। अहिले पनि हामीले सोसियोलोजी पढ्यौँ भने समाजशास्त्रमा अनि यो शब्द के हो भने समाज भनेको सोसियोलोजी भने कि लोगोस भन्ने शब्द चाहिँ ग्रिकबाट आयो भनेर हामीले पढ्नुपर्छ। हामीले टियुबाट पढ्दाखेरि यी भाषाहरू प्राचीन भाषाहरू अनि यी भाषामा ग्रिक भाषा थियो ल्याटिन भाषाको कतिवटा शब्द हामीले पढ्नुपर्छ। त्यसरी नै त्योभन्दा अझै प्राचीन भाषा चाहिँ हिब्रू भाषा थियो मानव सभ्यतामा अनि त्यो भाषामा चाहिँ इम्मानुएल भनियो अर्थात् ईश्वर चाहिँ हामीसँग। मलाई सानो भन्न मन लाग्यो हाम्रो पास्टर बुवाले मलाई सोध्दै गर्नुहुँदा मलाई साह्रै मनपर्ने एउटा लेख हजुरहरू मसँग हुनुहुन्छ मलाई साह्रै मनपर्ने लेख चाहिँ बालकृष्ण समले लेख्नु भएको हो क्या। अनि बालकृष्ण समलाई चाहिँ नेपालको नाट्य सम्राट भनिन्छ। नाट्य सम्राट अर्थात् उहाँले लेखेको जस्तो नाटक चाहिँ कसैले लेख्नु भएको छ। नाट्य सम्राट भनेको नाटकको सम्राट नारायण गोपाल उहाँ चाहिँ स्वर सम्राट भए जस्तै बालकृष्ण सम चाहिँ नाट्य सम्राट। अनि उहाँले लेख्नु भएको वान अफ द आउटस्ट्यान्डिङ एउटा ड्रामा नाटकमा उहाँले यस्तो लेख्नु भएको छ क्या। उहाँले के भन्नुहुन्छ मलाई भन्न मन लाग्यो दुखीको घरमा तेरो बास हुने भए हे ईश्वर बिन केही छ मलाई अझ बढी दुःख दिएर। मसँग हुनुहुन्छ मलाई साह्रै मन परेको दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर के भनेको छ हे ईश्वर मलाई अझ बढी दुःख दिएर। यानि भन्न खोजेको पास्टरजी हजुरले मलाई सोध्दै गर्नुहुँदा मान्छे बरु दुःख पाउन तयार छ तर ईश्वरको बास चाहिँ घरमा चाहन्छ। म पनि चाहन्छु म चाहन्छु
क्रिसमस थोरै लय बढाउँ We wish you a Merry Christmas. We wish you a Merry Christmas. We wish you a Merry Christmas and a Happy New Year. यति नै हो है त तपाईहरुले दोहोऱ्याइदिनुस् आदरणीय डिकनजी तपाई पनि अगाडि आउनुहोस् क्यामेरा जसको राम्रो छ फुल बुट्टा भरेर खिच्दिनु होला करोड खिच्दिनु होला जसै हामी यो गीत गाउँदै यसलाई काट्ने छौं तपाईहरु सबैजनाले गाउँदै गाउँदै हामीलाई साथ दिनुहोस् र काटिसकेपछि चाहिँ तपाईहरुलाई उफ्रिनु मन लाग्छ भने उफ्रिनुहोस् नाच्नु मन छ भने नाच्नुहोस् ताली बजाउनु मन छ भने ताली बजाउनुहोस् एकछिन हामी गाउँ है पहिला सुरुमा है We wish you a Merry Christmas. We wish you a Merry Christmas. We wish you a Merry Christmas and a Happy New Year. We wish you a Merry Christmas. We wish you a Merry Christmas. We wish you a Merry Christmas and a Happy New Year. We wish you a Merry Christmas. We wish you a Merry Christmas. We wish you a Merry Christmas and a Happy New Year. मैले Hallelujah! Hey, हल्लायो भनेको मात्र सुन्दैन Merry Christmas! Happy Christmas! यो छाना उडाइदिनुस् के बोला हामी तर उडाउनु पर्यो है मैले 3 भन्छु अनि हाल्नुस् है त 3 Merry Christmas! ल Merry Christmas! Happy Christmas! Happy Christmas! Merry Christmas! Happy New Year! सबै छ म यो समय पास्टर सुनिल प्लिज तपाई पनि अगाडि आइदिनुस् हामी क्रिसमस केक काट्दै छौं र यो समय हामी केक काट्दै छौं काटेपछि यो केक यहाँबाट अलग हुनेछ है त्यसपछि तपाईहरुले भरे खाना खाँदै गर्नु हुँदाखेरि चाहिँ फेरि प्रकट हुँदैछ सो केक काट्नु भन्दा अगाडि साच्चै हामी तपाईहरुलाई धन्यवाद दिन चाहन्छौं हामी सबैजना मिलेर ख्रीष्ट हाम्रो लागि जन्मिनु भएको हो भन्ने कुरा आज पत्ता लगाएका छौं थाहा गरेका छौं हाम्रो हृदयको पानाहरुमा लेखेका छौं अनि त्यो कुरालाई अब हामी बिर्सिने छैनौं र जसै हामी यो केक काट्ने छौं हामी त्यो हर्ष उल्लास त्यो मिठास हाम्रो जीवनबाट हाम्रो सबै इष्टमित्रहरुको जीवनमा साथीभाइहरुको जीवनमा पनि बाड्ने छौं तयार हुनुहुन्छ आमेन अब धेरै भूमिका नबाडौं क्रिसमस आज म अनुरोध गर्दछु हुन्छ यो समयमा हाम्रो जवानहरुलाई हामी स्वागत गर्ने छौं जवानलाई ढिला गर्दै छ के हो आज भोक लागिसकेको छ
जवानहरूलाई अनि डिकनेस शोभा साईज्यू पनि तयारी भएर बसिदिनु होला अनि बाल सङ्गतिको नानीहरू पनि बसिदिनु होला। युथ लिडर स्वीटी साई। फेरि पनि सबैजनालाई कृष्णको नाममा जय मसी। हुन्छ हामी यस समय हाम्रो सानो बालबालिका सन्डे स्कुलको नानीहरूलाई चाहिँ यस समय गिफ्ट दिनेछौँ। उहाँहरूले चाहिँ साँच्चै नै वर्षभरि है मण्डली आउनुहुन्छ अनि सन्डे स्कुलमा बसेर नयाँ नयाँ कुराहरू सिक्नुहुन्छ, ज्ञानी भएर बस्नुहुन्छ अनि उहाँहरूलाई चाहिँ हामी सानो केही गिफ्ट दिनेछौँ र यो समय चाहिँ म हाम्रो आदरणीय डिकनेस शोभा साईज्यूलाई पनि यस ठाउँमा बोलाउन चाहन्छु। नाम बोलाउने छु, कृपया सानो सानो नानीहरू एक एकजना गर्दै आउनु होला। यता हुन्छ खै त सानो सानो नानीहरू जोइ हुन्छ ताली चाहिँ बजाइदिइराख्नु है। हुन्छ हाम्रो सानो हाम्रो सानो नानी हाम्रो जेसी रेन सुनुवारबाट हामी सुरु गर्नेछौँ। जेसी रेन सुनुवार ताली बजाइदिनु है जेसी रेन सुनुवारलाई। अनुप श्रेष्ठ, युसुफ श्रेष्ठ,
सबैभन्दा ठुलो नानी जोई सार्की। फेरि पनि यो समय हाम्रो आदरणीय सञ्चालिका जोगेशी साईजीलाई हुन्छ, धेरै धन्यवाद युथ लिडर सिटी साईलाई। हुन्छ, हामी ताली बजाइकन उहाँलाई धन्यवाद दिन्छौँ। र अर्को एउटा हामी प्रस्तुति सबैजनालाई मधुरै साई आज तपाईँहरूको सामु एउटा कविता भन्न गइरहेको छु। अनि त्यसको शीर्षक हुनेछ क्रिसमसको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। पिताले एकलौटे पुत्रलाई संसारमा पठाउनु भएको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। मुक्तिदाता येशूले स्वर्ग वैभवलाई छोडी गाईको गोठमा जन्म लिनुभएको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। आहा कति खुसी र आनन्दको दिनबाट आज पापबाट छुटकारा दिन येशू मानिस भई जन्मेको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। आहा कति खुसी र आनन्दको दिन आज। प्रभु येशू ख्रीष्टको जन्मोत्सव क्रिसमसको दिन आज। धन्यवाद।
धन्यवाद छ। येशू ख्रीष्टसँग नयाँ नाता गाँसे भनेर है। अनि म विश्वास गर्दछु जीवन
साँच्चै नै जोइले येशू ख्रीष्ट जन्मेको शुभ खबर सुनाएर जानुभएको छ अनि म विश्वास गर्दछु तपाईहरूले सुन्नुभएको छ। एउटा जोक्स भन्न चाहन्छु तपाईँहरूको माझमा है। दुईजना व्यक्तिहरू थिए, राम अनि श्याम, अनि उहाँहरू दुईजना चाहिँ साथी हुनुहुन्थ्यो र उहाँहरूलाई थाहा थियो कि राम भन्ने व्यक्तिको मिसेसको चाहिँ साह्रो कम्मर दुख्थ्यो है, कम्मर दुख्ने समस्या थियो। अनि श्याम भन्ने साथीलाई थाहा थियो उहाँको साथीको मिसेसको चाहिँ कम्मर दुख्ने समस्या छ भनेर है। अनि उहाँहरूले लामो समयपछि भेटघाट भएछ र श्यामले रामलाई सोध्नु भएछ, राम के छ हाल खबर, ठिक छ भनेर भन्नुभयो है। अनि श्यामले सोध्नुभयो, अनि भाउजूको हाल खबर के छ त भनेर सोध्नुभयो। अनि के छ त, उहाँको त ढाड दुख्ने कम्मर दुख्ने समस्या थियो, के छ त अहिले हाल खबर भनेर सोध्नुभयो है। अनि रामले भन्नुभयो, त्यही कम्मर धेरै समय उसको कम्मर दुख्यो, त्यही कारणले मैले उसलाई डक्टरकोमा चेकअप गराउन लगेको। अनि डक्टरले यो त बुढ्यौलीको सङ्केत हो भन्नुभयो। त्यस बेलादेखि उसको कम्मर दुखेको समस्या नै छैन भनेर भन्नुभयो। हुन्छ, यो जोक्सलाई यही राखिकन अब हामी अन्तिम प्रस्तुतिलाई हेर्ने। धेरै नै खुसी लाग्यो तपाईँहरूले हामीले निम्तो दिँदा स्वीकार गरेर आउनुभयो र म एकदमै अब अझै धेरै खुसी छु। मसँग हाम्रो यो ज्वाइँ महेन्द्र, उहाँको लागि एकचोटि हामी सबैजनालाई ताली बजाइदिन्छौँ। ज्वाइँ आउनुभएको छ र मसँग मेरो आदरणीय मामा निरेश अनि माइजू उहाँहरू सबैजना आउनुभएको छ। उहाँहरू सबैको हाम्रो दाई रविन्द्र राई अनि त्यसरी दिपेन्द्र राई पनि आउनुभएको छ, परिवार आउनुभएको छ। अत्यन्तै खुसी लागेको छ है क्रिसमसमा। तपाईँहरू पनि रमाउनु भएको छ। आमेन भनेको चाहिँ यस्तै होस् भनेको है। आमेन भन्छौँ नि हामी, अनि कुनै पनि राम्रो कुरा हुँदाखेरि आमेन भन्छौँ अनि, किनभने त्यो त्यस्तै होस् भनेको है। हुन्छ, हामीसँग हाम्रो छिमेकी भाइहरू पनि आउनुभएको छ, बहिनी दिदीहरू आउनुभएको छ, उहाँहरूलाई पनि अनि हामीले दिएको निम्तोलाई स्वीकार गरेर सबैजना आउनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजको सेवालाई वचन दिनुहुने हाम्रो आदरणीय पास्टर वीरेनज्यू अनि पास्टर सुनिल सिंहज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र उहाँलाई चाहिँ हामी ताली बजाएर आजको जति पनि कार्यक्रम युथ लिडरले गर्नुभयो, कोरियोग्राफ अनि त्यसै गरी स्किटहरू जति पनि गर्नुभयो, कामहरू गर्नुभयो, उहाँहरू सबैजनालाई पनि हामी धन्यवाद भन्न चाहन्छु। उहाँलाई ताली बजाएर चाहन्छु। मलाई चाहिँ एकदमै यो खुसीले गर्दा होला, सायद मेरो स्वर खुलिरहेको छैन, मसँग मेरो बहिनी पनि हुन्छ, मेरो एकी बहिनी, उसको लागि दिना सायद, उसको लागि पनि हामी ताली बजाउँछौँ। र त्यसै गरी हामीसँग जोडिनु भएको छ मेरो आमा, हामी आमा भन्छौँ, अनि आमासँग उहाँको बहिनी पनि आउनुभएको छ, जानकी आमा अनि अर्को आमा, अनि भाइलाई हामी ताली बजाएर धन्यवाद दिन्छौँ। हामी जहाँ बस्छौँ उहाँ त्यो घरको उहाँ चाहिँ गर्भवती आमा हो। अनि उहाँ चाहिँ हामीले जब चर्चमा बोलाउँछ अनि उहाँ स्वीकार गरेर आउनुहुन्छ है। अनि उहाँलाई चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छु र उहाँको लागि फेरि एकचोटि ताली बजाउँछु। त्यसै गरी हाम्रो मण्डलीका जति पनि विश्वासीहरू छन् उहाँहरूको तर्फबाट कतिजना मैले परिचय लिन पाएको छैन, उहाँहरू सबैजनालाई पनि है मलाई नाम थाहा नभए पनि एकदम गोलमोलमा सबैलाई धन्यवाद भन्न चाहन्छु। उहाँहरू सबैजनालाई यो आदरणीय पास्टरजीको मित्र, म पनि मित्र नै भन्न चाहन्छु, हाम्रो रघुजी अनि उहाँको परिवार आउनुभएको छ, उहाँलाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ। र त्यसै गरी धेरैजना हुनुहुन्छ यहाँ होइन, जयजी सबैजनालाई हामी धन्यवाद भन्न चाहन्छु। र गएको दिनदेखि आजको यस समयसम्म कार्यक्रम गर्नको निम्ति, क्रिसमस मनाउनको निम्ति देखा अनदेखा कतिजना यहाँनिर यो तयारी गरेरै थाहा छैन, उहाँहरू सबैजनालाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ। उहाँहरू सबैजनालाई पनि त्यसै
त्यसै गरी आजको यस कार्यक्रमलाई खाना बनाएर दिने हाम्रो मित्र मानबहादुर बस्नेतज्यू, उहाँ चाहिँ सिटी तन्दुरी हो। उहाँले चाहिँ खाना हाम्रो निम्ति प्रेम भोज ल्याएको छ। उहाँलाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ। हाम्रो आदरणीय पास्टर सुनिलजीको तर्फबाट जतिजना मैले नाम थाहा नभएको धेरैजना हुनुहुन्छ, उहाँहरू सबैजनालाई पनि हामी ताली बजाएर मेरो भाइ बुहारी रक्षा अनि मेरो छोरी अनि प्रणित अनि प्रणितालाई पनि हामी धन्यवाद भन्न चाहन्छौँ। त्यसैले मसँग जोडिएको छ रिचल अनि समनलाई पनि धन्यवाद भन्न चाहन्छु। मैले छिमेकीलाई त एकैचोटि भनेको छु है, तपाईँहरू सबैजनालाई मसँग हाम्रो छिमेकीहरू हुनुहुन्छ, नानीहरू भाइहरू बहिनीहरू हुनुहुन्छ, उहाँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी आजको यस कार्यक्रमलाई चाहिँ सञ्चालन गर्ने सञ्चालिका ग्रेसिस लिडर ग्रेसिसालाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजको सेवामा वर्शिप गर्ने आराधना गर्ने झुन्ड सबैजनालाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र धेरै मेहनत गरेर आजको सेवालाई स्केड्युल अथवा प्रोजेक्टमा देखाउने काम गर्नुभएको छ लिडर विशाल श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मेरो मित्र दिलकृष्ण साई कहाँ हुनुहुन्छ, उहाँहरू पनि भयो क्या, अनि उहाँ हाम्रो भाउजू रसिना भाउजू, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु। र अब हामीसँग जोडिएको आदरणीय दिदी बिमला आर्यालज्यू, अनि उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र आज हामीसँग जोडिएर अनि सेवामा आजको क्रिसमसमा उहाँ सहभागी भएर हाम्रो आदरणीय दाजु सिमसन दाजु अनि उहाँसँग जतिजना आउनुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। केही छुटेको छ कि? छुटेको भए हात उठाउनु होला है तपाईँहरूले। हुन्छ होला, अब छुटेको सबै भागहरूलाई चाहिँ म एकैचोटि सबैजनालाई धन्यवाद भन्न चाहन्छु। र त्यसपछि हामीले एउटा प्रेम भोज राखेको छ, एउटा प्रीति भोज राखेको छ। तपाईँहरूले सबैजनाले त्यो प्रीति भोजलाई लिएर जानुहुनेछ भन्ने विश्वास लिएको छु है। यो समय अनि यो समयसम्म तपाईँले धेरै वेट गरेर यसको अलिकति गाला नै राखिराखेको छ है तापनि है। यस्तो बेला पनि तपाईँले सहन गरेर अनि यीशु क्रिस्टको जन्म उत्सवमा होइन, यीशु क्रिस्टको चाहिँ जन्म उत्सव हुन्छ। फेरि किन जन्म उत्सव हुन्छ भने यीशु क्रिस्ट चाहिँ उहाँ चाहिँ पहिला उहाँलाई चाहिँ क्रुसमा टाँग्यो अनि उहाँलाई गाड्यो अनि फेरि उहाँ चाहिँ बौरी उठ्नु भएको। अनि जीवित परमेश्वरलाई चाहिँ जन्म स्मृति हुँदैन होइन, अनि श्रद्धाञ्जली हुँदैन होइन, तर उहाँको चाहिँ जन्म उत्सव हुन्छ। उहाँ चाहिँ जीवित फेरि बौरी उठ्नु भएको कारणले गर्दा हामी उहाँको चाहिँ जन्म उत्सव मनाउँछौँ। हामी हुन्छ। धेरै धेरै धन्यवाद सबैजनालाई। एकपुष्टमा जयमसी नमस्ते। यहाँबाट म लामो दौड आज हामीले उडान भरेर सकेका छौँ। धेरै